कुलमान घिसिङले पार्टी बनाए, औपचारिक रूपमै घोषणा गरे। घोषणा सभाको प्रमुख पात्र नै आफू बने। सुमना श्रेष्ठ त्यही मञ्चमा भकानिएर बधाई दिन पुगिन्। 2 दिनमा युवा पुस्ताले जे गरी देखाए त्यो हामी सबैजनाले कल्पना पनि गर्न सक्दैनौँ। युवा पुस्ताले त्यो गरी देखाए जुन हामीले हाम्रो मनमा यस्तो भए पनि हुन्थ्यो नि भनेर सोच्ने मात्रै थियो। रासोपा र कुलमानलाई एक बनाएर वैकल्पिक शक्ति निर्माण गर्ने योजनामै सुमनाका दिन बितिरहेका थिए। तर कुलमानलाई रासोपाको आयाती सभापति बनाएर रविलाई बाइपास गर्ने एजेन्डामा हिँड्न थालेपछि सुमनाको सपना तुइयो। फलत कुलमानले आफै नेता बन्ने गरी डमी अध्यक्ष उभ्याएर बुधबार धुमधामसँग उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा गराएका छन्। गैर दलीय सरकारको मन्त्री रहेका उनले सम्भवतः अबको केही दिनमै राजीनामा दिएर फुल टाइम राजनीति गर्नेछन्, किनकि मन्त्री पनि बन्ने र पार्टी पनि खोल्ने छुट अहिलेको सरकारमा सामेल कसैलाई छैन। तथापि मन्त्री नै भए पनि उज्यालो नेपाल पार्टीको मञ्चमा उभिएर भाषण गरेका उनले अब देशै उज्यालो हुने बताएका छन्। आज साँच्चीकै आजको उपस्थिति हेर्दा साँच्चीकै अब देश उज्यालो हुनेछ। भित्र मात्रै होइन, बाहिर पनि खचाखच देखिन्छ। कुनै बेला रवि लामिछानेले रासपा घोषणा गर्दा देखिएको उल्लासभन्दा कम छैन। कुलमानको पार्टी घोषणा पनि हल प्याका प्याक हुने गरी समर्थक र कार्यकर्ताको सहभागिता देखियो। अधिकांश मानिसले हरियो रङको क्याप र हरियो झण्डा उचालेका छन्। यही उत्साहमा हौसिएर कुलमानले भने अब देशकै नेतृत्व गर्नुपर्छ। अब यहाँबाट हिँडेपछि कता जाने होला भन्ने तपाईँहरूले अब देशकै लिड गर्नुपर्छ जस्तो लागिरहेछ। कुलमानलाई उज्यालो नेपालको नायक बनाएको जस माओवादी र प्रचण्डले उठाउँदै आएका छन्। गत निर्वाचनमा पोस्टरमै कुलमानको फोटो थियो। उनलाई माओवादीको कार्यकर्ता भन्दै आरोप पनि लाग्दै आएको थियो। तर पार्टी घोषणामा कुलमानले त्यसको पनि बाटो बन्द गरिदिए। अर्थात् मलाई प्रचण्ड वा जनार्दनले विद्युत प्राधिकरणको एमडी बनाएका होइनन्, जनताले बनाएका हुन् भने। म एउटा स्थापित भएर आएको छु। त्यो स्थापित भएको कसैले टिपेर होइन, जनताले विश्वास गरेर जनताको माग बमोजिम जनताले माया गरेको हुनाले आएको। यही अवसरमा पार्टीको घोषणा पत्र पनि सार्वजनिक गरिएको छ, जहाँ पार्टीको कार्यदिशा र शासकीय सुधारका क्षेत्रमा के प्रण गरिएको छ। मुख्य घोषणाहरू हेरौँ। प्रधानमन्त्रीलाई जुनसुकै अवस्था आए पनि आधा कार्यकालमा हटाउन नपाइने, संघ सरकारमा विज्ञलाई मन्त्री बनाउने, परराष्ट्र गृह कानून र रक्षा भने सांसद नै हुनुपर्ने, प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने, मन्त्री परिषद 5 सदस्य मात्रै हुने, प्रदेश हटाई स्थानीय तहका प्रमुख र उपप्रमुख रहने गरी प्रदेश परिषद गठन गर्ने, एउटै क्षेत्रमा लगातार 2 पटक मात्रै उम्मेदवारी दिन पाउने, समानुपातिक र मनोनित 1 पटक मात्रै, स्थानीय तहको निर्वाचन गैर दलीय बनाउने। मुख्यतया यिनै कुराहरू घोषणापत्रमा उल्लेख छन्। अधिकांश घोषणाहरू विगतमै रासपा लगायतका दलले अघि सारेका छन्। तथापि नेता कार्यकर्तामा उत्साह कम छैन। देशलाई कुलमान जस्तो नेता चाहिएको भन्दै उनीहरू भन्दैछन्। प्रधानमन्त्री पदमा बसेर गोली चलाउने आदेश कसरी भयो मलाई थाहा छैन भन्ने नेता देशलाई चाहिँदैन। देशको प्रधानमन्त्री जस्तो गरिमामय पोस्टमा बसेर गोली चलाउने आदेश कसले दियो मलाई थाहा छैन भन्ने जस्तो गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिने नेता अब यो देशलाई चाहिन्छ। केही दिन अघिसम्म वैकल्पिक शक्तिहरू एक हुने आवाज जोडतोडले उठिरहेको थियो। कुनै पार्टी जिम्मेवारी र आबद्ध भएको साइनो नहुँदा पनि बुधबार कुलमानसँग एउटै मञ्चमा देखिएकी सुमना श्रेष्ठले समेत पता छ भन्नेलाई एकतामा छु भन्ने जवाब दिइन्। कुलमानले पनि बाहिर बस्ने होइन, नयाँ र वैकल्पिकहरू एक ठाउँमा उभिएर परिणाम दिनुपर्छ भन्दै आफ्नै पार्टीमा आबद्ध हुने आह्वान गरे। केही दिन अघि मात्रै काठमाडौँ महानगरका मेयर बालिन शाहसँग भेटवार्ता भएको तस्विर सार्वजनिक भएको थियो। तर विकल्पहरू मिलेर जाने सम्भावना लगभग कम हुँदै गएको छ। कुलमानमाथि अहिले पनि दर्जन भ्रष्टाचार काण्डका आरोप छन्। यिनै आरोपहरू बोकेर कसरी राजनीतिको वैतरणी तरलान् हेर्न बाँकी छ, किनकि विगतका व्यस्त राजनीतिक संस्कारलाई हेर्दा मै हुँ भन्ने व्यक्ति पनि नेता बनेपछि अनेक मुद्दाको शिकार बनेका छन्। कुलमानले पनि प्रशस्तै त्यस्ता ठाउँ छोडेका छन्।